साथीहरू आजको भिडियोमा चाहिँ म तपाईहरुलाई क्युआबाट आफ्नो कन्ट्याक्ट टर्मिनेट गर्ने तरिका सिकाउन गइरहेको छु। दर्शक नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई बीएम टेक्निकल भिडियोज साउदी अरबबाट। साथीहरू आजको भिडियोमा चाहिँ म तपाईहरुलाई क्युआबाट आफ्नो कन्ट्याक्ट टर्मिनेट गर्ने तरिका सिकाउन गइरहेको छु। भिडियो सुरु गर्नुभन्दा अगाडि बीएम टेक्निकल भिडियोज युट्युब च्यानललाई सब्स्क्राइब र माया गरिदिनु होला भन्दै भिडियोतर्फ लाग्न चाहन्छु। साथीहरू आजको भिडियोमा चाहिँ म तपाईहरुलाई क्युआबाट आफ्नो कन्ट्याक्ट टर्मिनेट गर्ने प्रोसेस बताउन गइरहेको छु। त्यसको लागि चाहिँ तपाईले क्रोममा जानुपर्ने हुन्छ। क्रोममा गइसकेपछि www.qa.sa लगइन भनेर सर्च गर्नुहोला। यति सर्च गरेपछि वेलकम टु क्युआमा क्लिक गर्नुहोला र यहाँनिर आफ्नो अकाउन्ट नम्बर र पासवर्ड राख्नु होला है। अकाउन्ट नम्बर र पासवर्ड राखिसकेपछि तपाईलाई यहाँ ओटिपी आउनेछ। ओटिपी राखिदिनु होला है। ओटिपी राखिसकेपछि कन्फर्ममा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईलाई यस्तो खालको इन्टरफेस खुल्नेछ। इन्डिभिजुअल्स एकाउन्टमा एरोमा क्लिक गर्नु होला। त्यसपछि तपाईलाई यस्तो खालको इन्टरफेस खुल्नेछ। थोरै स्क्रोल गर्नु होला। तपाईको कन्ट्र्याक्ट यहाँ देखाउँछ। गो टु कन्ट्याक्ट डिटेल्समा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि माई करेन्ट जब भनेर तपाईको जब पोजिसनदेखि लिएर स्यालेरी सबै देखाउँछ। यहाँ थोरै स्क्रोल गरिसकेपछि तपाईको यहाँ कन्ट्र्याक्ट देखाउँछ। मेरो पनि कन्ट्र्याक्ट सिद्धिन लागिसकेको छ। जम्मा 1 महिना मात्र बाँकी छ। त्यो भएको कारणले मलाई यहाँनिर टर्मिनेट कन्ट्र्याक्ट भनेर आइसकेको छ। तपाईहरुको कन्ट्र्याक्ट टर्मिनेट गर्नको लागि नोटिस पिरियड भनेको आफ्नो कम्पनीको आफ्नो नियमअनुसार दिएको हुन्छ। मेरो चाहिँ यहाँ 30 दिनको दिएको छ। त्यो भएको कारणले यहाँ भनेको छ योर कन्ट्र्याक्ट विल बी अटोमेटिकल्ली रिन्यू अन 2026/1/16 भनेको छ। मेरो चाहिँ 2026/1/15 मा कन्ट्र्याक्ट सिद्धिन्छ। त्यसको भोलिपल्टै अटोमेटिकल्ली कन्ट्र्याक्ट रिन्यू हुन्छ भनेको छ है। अब हामीले कन्ट्र्याक्ट टर्मिनेट गर्नको लागि चाहिँ टर्मिनेट कन्ट्र्याक्टमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। अब तपाईहरुले आफ्नो कन्ट्र्याक्ट टर्मिनेट गर्नको लागि चाहिँ दुईटा स्टेप पार गर्नुपर्ने हुन्छ। मैले रिजन चुज गरिसकेँ रिजाइनेसन भनेर। अब तपाईले यहाँ देख्न सक्नुहुनेछ है। दुईटा स्टेप के हो भनेर हेर्नको लागि चाहिँ तपाईले यहाँ प्रोसेस समरीमा स्टेप 1-2 भनेको छ त्यसको एरोमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ एउटा इन्ट्रोडक्सन छ। यो त तपाईको भइसकेको छ। अर्को टर्मिनेसन रिजन चुज गर्नुपर्ने हुन्छ अनि अर्को समरी। अब तपाईले आफ्नो कन्ट्र्याक्ट टर्मिनेट गर्नको लागि थोरै स्क्रोल गर्नु होला। स्क्रोल गरिसकेपछि स्टार्ट प्रोसेसमा क्लिक गर्नु होला है। अब तपाईहरुले आफ्नो कन्ट्र्याक्ट टर्मिनेट गर्नको लागि यहाँ विभिन्न अप्सनहरु छ। त्यो अप्सन चुज गरेर टर्मिनेट गर्न सक्नुहुन्छ है। रिजाइनेसन छ, नोटिस पिरियड यसमा 60 दिनको दिएको छ। अब तपाईले डाइरेक्ट टर्मिनेट पनि गर्न सक्नुहुन्छ। यसमा चाहिँ नोटिस पिरियड दिएको छैन। आर्टिकल 53 अफ लेबर ल भनेको छ। अब त्यहाँ भन्दा तल छ बाइ म्युचुअल एग्रिमेन्ट अकर्डिङ टु द आर्टिकल 74 अफ लेबर ल भनेको छ है। अब तपाईले कम्पनीसँग सम्झौताको आधारमा पनि तपाईले आफ्नो कन्ट्र्याक्ट टर्मिनेट गर्न सक्नुहुनेछ। अनि त्यसपछि अर्को छ टर्मिनेसन अफ कन्ट्र्याक्ट अपन इट्स एक्सपाइरेसन भनेको आफ्नो कन्ट्र्याक्ट सकिनुभन्दा अगाडि नै तपाईले टर्मिनेसन गर्न सक्नुहुन्छ, टर्मिनेट गर्न सक्नुहुन्छ। मेरो यहाँ 2026/1/15 मा सकिन्छ, जनवरी 15 मा सकिन्छ। यहाँ तपाईहरुको कहिले सकिन्छ भनेर डेट पनि दिएको हुन्छ। अनि अर्को रहेको छ द वर्कर रिच रिटायरमेन्ट एज अकर्डिङ टु आर्टिकल 74 अफ द लेबर ल भनेको छ है। नोटिस पिरियड यसमा पनि चाहिँदैन। तपाईहरुको एज लिमिट र रिटायरमेन्टबाट पनि तपाईले टर्मिनेट गर्न सक्नुहुनेछ। अर्को छ टर्मिनेसन अफ द कन्ट्र्याक्ट विदाउट अ लिजिटिमेट रिजन अकर्डिङ टु द आर्टिकल 77 अफ द लेबर ल भनेको छ। यसमा पनि नोटिस पिरियड चाहिँदैन तपाईको। अनि अर्को छ ट्रान्सफर अफ ओनरशिप अफ इन्डिभिजुअल्स इस्टाब्लिसमेन्ट अ न्यू ओनर एन्ड द वर्कर रिफ्युज टु कन्टिन्यू अकर्डिङ टु द आर्टिकल 18 अफ लेबर ल भनेको छ।
यो चाहिँ तपाईँहरूको कफाला यानि ट्रान्सफर लिनको लागि है। अर्को छ डेथ अफ द इम्प्लोयर अकर्डिङ टु द आर्टिकल 79 भनेको छ तपाईँहरूको कम्पनीको साउको मृत्यु भयो भने तपाईँहरू या ट्रान्सफर लिएर जान पनि सक्नुहुन्छ। यो सिस्टमबाट पनि तपाईँले ट्रान्सफर लिन सक्नुहुन्छ। अनि अर्को छ डाइरेक्ट टर्मिनेसन अफ द कन्ट्र्याक्ट बाई द वर्कर अकर्डिङ टु द आर्टिकल 81 भनेको छ है। यसमा पनि नोटिस पिरियड चाहिँदैन। यो पनि तपाईँले डाइरेक्टली टर्मिनेट गरेर जान सक्नुहुन्छ, फिनिस या अर्को कम्पनीमा ट्रान्सफर लिन सक्नुहुन्छ है। अनि यहाँनिर छ अर्को अनएभाइलेबल टर्मिनेसन रिजन भनेको छ है। तपाईँले यसमा पनि क्लिक गरेर हेर्नु होला। यहाँनिर छ फोर्स मेजर अकर्डिङ टु द आर्टिकल 74 अफ द लेबर ल भनेको छ है। अनि अर्को छ टर्मिनेसन अफ द कन्ट्र्याक्ट अपन कम्प्लिसन अफ द एग्री वर्क रिलेटेड टु द स्पेसिफिक प्रोजेक्ट ट्याक्स अकर्डिङ 57 अफ लेबर ल भनेको छ। टर्मिनेट गरेर जान सक्नुहुनेछ है। अब त्यसको लागि तपाईँले एउटा रिजन चुज गर्नुभयो, स्क्रोल गर्नु होला। अब गो टु समरीमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि 2 स्टेप पुरा हुन्छ है तपाईँको। गो टु समरीमा क्लिक गरिसकेपछि तपाईँलाई यसरी समरी भनेर आउँछ, तपाईँले यहाँ देख्न सक्नुहुन्छ यसरी। अब यसमा तपाईँले यहाँ टिक लगाउनु पर्ने हुन्छ है। यहाँ टिक लगाइसकेपछि सबमिट गरिदिनु होला है। सबमिटमा क्लिक गरिसकेपछि तपाईँलाई एउटा भेरिफिकेसन कोड आउँछ। त्यो भेरिफिकेसन कोड राखिसकेपछि तपाईँको रिजाइनेसन रिक्वेस्ट या कुनै पनि रिक्वेस्ट तपाईँको कम्पनीमा जान्छ। अब तपाईँको रिक्वेस्ट कम्पनीमा आइसकेपछि तपाईँको कम्पनीले तपाईँको रिक्वेस्ट एक्सेप्ट गर्यो भने तपाईँ फिनिस या अर्को कम्पनीमा कफाला जान सक्नुहुन्छ, ट्रान्सफर जान सक्नुहुन्छ। यदि तपाईँको कम्पनीले तपाईँको रिक्वेस्ट रिजेक्ट गर्यो भने तपाईँ फिनिस पनि जान सक्नुहुन्न र अर्को कम्पनीमा ट्रान्सफर पनि लिन सक्नुहुन्न। त्यसैले साथीहरू, तपाईँहरू फिनिस जाँदा होस् या अर्को कम्पनीमा ट्रान्सफर लिएर जाँदा होस्, आफ्नो कम्पनीको अनुमति लिएर मात्र कन्ट्र्याक्ट टर्मिनेट गरेर जानु होला भन्दै भिडियोबाट छुटिन चाहन्छु। धन्यवाद।